Good morning, guys. Once more, welcome to Chera Vlog. अनि आज चाहिँ हाम्रो पोखराको डे 3 खै हाम्रो यसो यहाँबाट चाहिँ माछा पुच्छ्रे देख्छ भनेको खै आज मौसमले गर्दाखेरि यो चाहिँ अलिकति मौसम अलिक बोर मौसमै रहेछ म चाहिँ आजको लागि रेडी भइसकेँ र सबैजनालाई पनि अब फेरि उठाउँदै उठ्यो अनि रेडी भएर फोन चार्ज गरेर राख्नु पर्यो आज डे 3 को लागि इन्जोय गर्नै पर्यो यहाँ पनि हाम्रो गाई रेडी हुँदैछन् मेरो बुढी चाहिँ बिरामी भयो हिजो है अनि यता अर्को छ क्या रमाइलो भयो हिजो च्याप्पाएर सुतेर ल ठिकै छ केही छैन अब आज बाबाले भन्ने हो फेरि बिरामी हुने हो औषधि खाएर फेरि सुत्ने हो होइन ल अब चाहिँ हाम्रो आजको चाहिँ अब हामी सुरु गऱ्यौँ अब निस्क्यौँ हामी रुमबाट है ल सबैजना एक्साइटेड छैन आजको लागि Are you excited? Yes, bro. Yes, of course. बुढी गाह्रो पऱ्यो ल है त हामी निस्क्यौँ ल त ब्रो आर यु एक्साइटेड इन्द्रले झुप हो ल हामी चाहिँ अब निस्क्यौँ है बुढाबुढी guys, see you on this pagoda. The right सुरु भयो त ल बुढी है गाह्रो भयो है त पुङ्दीकोट शिव टेम्पल 500 मिटर यहाँबाट यताबाट कस्तो हुँदैछ जय शम्भु रेस्टुरेन्ट लाउन्ज ए लज एन्ड बार नेक्स्ट डोर जय शम्भु यहाँको पनि केही यसो विशेषताहरू दादा यहाँ यो एरियाको पनि केही विशेषताहरू यो चाहिँ हजुर हाम्रो खै यार मलाई पनि थाहा छैन पछि हाम्रो यहाँ शिव मन्दिर छ शिवको स्ट्याचु छ समथिङ एसिया साउथ एसिया के छ माथि गएर पढ्नु होला यही लेख्यो होला त म तर कसम छु यार मलाई आज कस्तो आज चाहिँ फिल भयो यार स्वर्ग आयो जस्तो जहिले पछि हुन्छ क्या भाइ त्यो दाइले भन्दा तल पछि सुरु हुन्छ क्या सबै हामी चाहिँ पुग्यौँ शिवजीको मन्दिरमा है सेकेन्ड टाइम यो चाहिँ हाम्रो सेकेन्ड टाइम यो चाहिँ मेरो र मेरो वाइफको आइसकेको ठाउँमा त किन आउनु पर्यो के टुरिस्टहरूसँग आएको छ अनि हाम्रो बहिनीलाई चाहिँ खोइ कुन चाहिँले झुकाएर सारङकोट ल्याउने भनेर शिवजीको मन्दिरले छोरीले त सारङकोट पुग्यो हामी अझ उहाँको भ्लगमा चाहिँ सारङकोट छन् उहाँलाई प्र्याङ्क गरेछ हाम्रो उहाँको भेनाले भेना मेरो दाइलाई चाहिँ चित्त दुखेछ किनभने आज सारङकोट नजाउँ अहिले मौसम खराब छ भनेर भनेको मैले है उहाँलाई के भन्छ मलाई जिन्दगीमा सबैजनासँग आउनु छेउसँग नआउनु रे तर नमा ठिक लागिरहेन भनिदिनु त मैले के हेर्नु त बिहान चट्ट खाली मुखमा केही नखाइकन यस्तो भगवान् दर्शन गर्न आउँदा
घाँटी दुखेर कसलाई टन्सिल ए अनि जुत्ता त खोलौँ न जुत्ता खोल्नु पर्ने रहेछ त देखै चाहिँ चल त औषध छ है चिजो गाडी हैन यो एसी हो चिसोले के एसी नि होला के तपाईँले भएर मलाई थ्याङ्क यू भन्छ क्या कुन थाहा छ खाली पेटमा हेर्नु त यस्तो भगवान् जस्तो चिज दर्शन ए चिज पो भने सेट सही सही भगवान् चिया मात्रै हो कफी मात्रै कफी मात्र हो त्यस्तो नराम्रो त अरू के खान्छ कफी त जल हो नि कसले अब सपोर्टिभ भइसक्यो यसो टक गर्नु आवान कमेन्ट बहिनीहरु के सम्पूले खान्छ सुरु ओहो यहाँ पछि पुण्डीकोटबाट हामी त्यसपछि फेरि डेभिस ए खालि मुखमा डेभिस फल मात्र आउँछ ओए त्यहाँ हेर्नु यो हो क्या यस्तो यस्तो भ्यूहरू हो क्या कस्तो यार नेपाल साँच्चीकै हेभेन हो यार हेभी नै हो नि हेभी नै अनि हाम्रो हेभेनको साउजी चाहिँ यता हो फेरि दादा ओ चुच्यो जय शम्भो चुचुला भयो अरे है त्यही भएर अनुहार हेर यस्तो रिसायो बस्छु मेरो बाउजी र मेरो कुरा मिल्छ र हरेक कुरा मिल्छ मिल्छ त अल्छी हरेक कुरा मिल्छ हाम्रो रुममा टटक्कै बस्यो भए पनि मिल्छ हाम्रो त्यस्तो त्यो पनि ठिक हो है दारीले त्यो पनि ठिक हो ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय अनि हाम्रो दुईजना लाउरे र बहिनीलाई कसलाई सारङकोट कस्तो रह्यो सारङकोटमा शिवाजी छ भने दाइदिएको भए के सारङकोटमा शिवाजी छ भने दाइदिएको वाह बहन वाह बहनले बोल्यो शिवजीको अनि मैले सारङ कोलाबोरेसन गरायो यस्तो बोर्डहरू छु म खै सारङकोटहरु शिवमा त कोलाबोरेसन गरायो यहाँ पुगेसम्म चाहिँ सारङकोट हिँडेको भनेर पुरा भ्लग सुन्नु त छिजो ओ छिजो हामीले यही हो सारङकोट भने सारङकोटै हुँदैन थियो त अलि तर तिमीले यही फिल गर अझै पनि तिमी त्यो होइन हामी शिवजीमा आएछौँ भनेर नसोच्नु हामी सारङकोटमै यहाँ जानुभन्दा अगाडि चाहिँ हामीले जुत्ता चप्पल खोल्नु पर्ने हुन्छ गाइजहरू होइन चेकअप या सुज मात्रै भनेको छ के छैन होला है तपाईँले धुने होइन त्यो त मैले धुन्छ नि त तपाईँको मजा प्लिज यहाँ आएर निकाल त ल हेर्नुहोस् यस्तो छ हाम्रो हो भने कति गाह्रो हुन्छ है झोली देखिरहेको मैले मको भयो नि त यस्तो छ बुढीहरूको पीडा म हो नि त है ठिक ठिक नाइस कति त्यो हुन्छ द्याट्स अ ट्रुथ बिचारा है कति यस्तो वासिङ मेसिन यस्तो हाल्यो आम्मा यस्तरी हाल्दियो अब यस्तरी सेतो त्यो पनि सेतो धुलाउनु कति गाह्रो हुन्छ तपाईँ हिरो नो द्याट पेन के ओए त्यो चाहिँ हो द्याट पेनले होस्ट गर्नु छोरा चप्पलहरू हराउन सक्छ यहाँ यति जाँदैन नि हात धुनु पर्ने फेरि नेसा सर हुँदै माछा छैन यो चाहिँ हाम्रो शिवजीको मूर्तिको ब्याक अब हामी नेक्स्ट चाहिँ यहाँ जान्छौँ जापानिज टेम्पल पिस्पाकोडा अनि त्यसपछि चाहिँ यो चाहिँ हाम्रो लेक साइड पोखरा अनि त्यसपछि यता चाहिँ यो एरिया चाहिँ एयरपोर्ट एरिया है अलिकति मौसमले गर्दा चाहिँ अलिकति क्लियर नआउनु सक्छ अलिकति गाह्रो छ रमाइलो रमाइलो भइरहेको छ यहाँ फोटो सेसन चल्दा चाहिँ सरी
छ गाह्रो 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 अलिअलि गाह्रो पनि भइरहेको छ बिचरा बुढी अलिअलि गाह्रो भयो त्यही भएर अब चाहिँ भगवान् दर्शनपछि चट्ट नास्ता पानी गर्नको लागि हामी एउटा रेस्टुरेन्टमा आएका छौँ ल गाइज नेपाली खिची यहाँबाट चाहिँ खत्रै भ्यू देख्दो रहेछ फेवातालको त्यो चाहिँ एउटा भ्यू पोइन्टै बनाइदिएको जस्तो रहेछ एउटा सानो खालको है चिटिक्क परेको ओ माई गॉड कत्रो हो थेट है हामी त यो त एक राउन्ड गर्दाखेरि चाहिँ कति दिन लाग्छ है ऊ त्यो माथिबाट त्यही हो सारङकोट डोमो है सब ह्यान्डिक्राफ्ट यो डोको सानो डोको एउटा डोको लैजाउँ पनि भने नि के अहिले 100 रुपियाँ हो मुन्जन बुझ पानी भएको हुनुहुन्छ भनेको एउटा के लैजाउँ भनेर लाने विचार लाग्यो नाउ आई फिल फर हर कति गाह्रो भइरहेछ मेरो बुढीलाई है दादामा तिमी हतार छैन बिस्तारै हिँड्यो बिस्तारै नो प्रब्लम है गाह्रो भइरहेछ बिचरा ओ माई गॉड सबैजनाले यो चाहिँ मेरो पिस्ता गोडा केही नभए पनि 19-20 टाइम्स हो है ओ माई गॉड यो चाहिँ मेरो 19-20 टाइम्स हो यो या हाम्रो गुफा जाने चाहिँ क्यान्सल भएको छ यिनी दुईजनाले गर्दा एउटालाई हुप अर्कोले गइसकेको यहाँ पनि महेन्द्र कता भाइ महेन्द्र खै कता हो सबसे टाढा चाहिँ महेन्द्र खैरे तर टाढा हो महेन्द्र सबसे टाढावाला सारङकोट चाहिँ अहिले भरे 4 बजे 6 बजी 7 बजी पुऱ्याउनुपर्छ स्कुटर 7 बजी पुऱ्याउनु जस्तै पनि पुऱ्याउनु प्र्याङ्क गऱ्यौँ के भन्छ यसले भन्छ ल यो बिल त झलकिन्छ अहिले ल डेभिस फल नि पुग्यो अब के हो फर्किने हो छिटो डेभिस फल पनि देखि त गयो अब भयो डेभिस फल नि गयो है गयो ब्लगमा अब ल ल है भित्र खासै बिजी भएर मैले खासै खिच्नु पाएन अब चाहिँ निस्क्यौँ है हामी पहिला गयो हो फेरि एकचोटि गएको हाम्रो टोलीहरू चाहिँ सबैजना घुम्दा घुम्दै थाकेर अब चाहिँ हामी फ्रेस जुस खानलाई आएका सबैजना लो थाक्यो डेभिस फल गुप्तेश्वरी अनि अर्को काँकारे ल
ब्रोलाई पनि खासमा चाहिँ भित्री भित्री थाकेको हो अब भनौँ भने के भनौँ भनेर चाहिँ ल चियर्स है त चियर्स ब्रो चियर्स ठ्याक्क अब खानाको विश्रामपछि हामी चाहिँ अब लाग्दैछौँ रुममा भर्खर टक्क गाइजहरू सबैजना खाना खायो भित्र है टिबेटन क्याम्पमा आएर साथीसँगले टिबेटन मोमो स्याबाले सुपहरू खायौँ अब हामी चाहिँ यहाँबाट लाग्छौँ डाइरेक्ट रुममा गएर एकछिन फ्रेस भएर बेलुकाको लागि प्रिपेयर हुनु पऱ्यो अनि त्यसपछि टुमरो डाइरेक्ट काठमाडौँ है त ओके वान मोर टाइम वेलकम टु चेरा ब्लग हामी चाहिँ भर्खर बाहिरबाट घुमेर आएर रुममा आएर एकछिन रेस्ट गऱ्यौँ र त्यसपछि हामी चाहिँ खोइ बाहिर जाने भनेको पानी यस छ पोखरामा है वाइल्ड डेन्जर पानी पऱ्यो अहिलेको फक्कटै खेरो गयो अल्छी लाग्यो है ब्रो ठिक छ एक त हाम्रो आदरणीय मेरो भाइ बहिनीको भाउजू बिराम भयो ऊ सिकिस्तै भयो त्यही भएर अब भ्लग भनेको हेर यतिको यताको कोठाबाट उता जाने उताको कोठाबाट यता जाने यही हो भ्लग मिन्स अनि यहाँबाट ऊ पानी सट ल यस्तै छ हेर्नुहोस् पोखराको जिन्दगी ल हाम्रो भ्लग चाहिँ यताबाट उता उताबाट यता यताबाट उता उताबाट यता हुनेवाला छ है अब चाहिँ हामी पानी रोक्यो होटलबाट कोको बिच जान लाग्यो यसो हेर्नलाई है कस्तो रहेछ त्यो ठाउँ अनि अर्को छिजो कता हो के कस्तो हो रे ठिक ठिक अनि आज बेलुकाको प्लान के छ लास्ट डे हो अफ पोखरा अनि अरू आफ्टर द्याट नो सोलमा टुच्यो टुडे ठिक 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 भेरी नाइस रिल्याक्सली जानुपर्छ है यो चाहिँ मेरो राइट यो चाहिँ मिस्टर तेन्जिङ काङबाङको अनि यो चाहिँ रेन्सेन साम्पाङको हामी चाहिँ कोको बिच पुग्यो है तर एउटा कुरो अनि अब मैले के भन्नुपर्छ त ल खै दिगो
दिको त आउँदै आएन त ओके बिको आएन नि बिको ल बच्चा ते बेच बच्चा ठीक हो ल ला कट गर्नु ल ल ल ओके मैले बलमा निकाल्ने ल अब हामीले कोको बिचबाट पनि बिदा लियौँ सो बुढीसँग कोको बिच आएँ फ्यामिलीसँग कोको बिच आएँ बल्ल फ्रेस भयो मेरो बुढी पनि अहिले चाहिँ ठिक भयो अब चाहिँ हेरौँ अब अझै राति त भइसकेको छैन तर लाइटनिङ पोखराको लाइटनिङ अब चाहिँ मलाई पनि अलिक बिरामी होला 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 जस्तो चाहिँ भयो है तर मैले आफैले मनले मारिरहेको छु म बिरामी हुँदिनँ भनेर ल हामीले कतिवटा हामीले डे 1 डे 2 डे 3 भ्लग गऱ्यो तर अहिलेसम्म क्लोजिङ भ्लग कुनै पनि गर्न पाएन किन नि अब बेलुका भयो कि खै के हुन्छ हुन्छ हामीलाई खाने साने यताउति नि सुत्ने यस्तो टाइप्स क्या र अब सबै कुराहरू भइहाल्यो यता हाम्रो मामाले के भन्दै हुनुहुन्थ्यो के भन्यो मलाई नै बोयकट गर्दैन नो नो वी आर जस्ट किडिङ या बोयकट गर्दिन्छौ तर त्यस्तो भने अलिकति त्यो म्यानेजमेन्ट चाहिँ अलिकति भएन त्यो चाहिँ भन्न चाहन्छु मैले त ठिक छ बट इट्स ओके भ्लगमा हामीले धेरै कुराहरू गर्न पाएनौँ हजुरलाई करेर बसिरहेको त है नाइट हामीले कहिले पनि क्लोजिङ भ्लग होइन भ्लगको क्लोजै राम्रोसँग गर्नै सकिएन क्या मिठी तुलले कति तर अब चाहिँ हामी यता अब राति राति पऱ्यो दिस इज आवर लास्ट डे अफ पोखरा लास्ट नाइट लास्ट नाइट अनि त्यसपछि ट्याक लाएर अब खाना खाने त्यसपछि हामी हिँड्छौँ होला यताउति कतै त्यसपछि यसो थोरै डाँडो साह्रो यसो थोर बहुत सड्काउने अनि त्यसपछि सुतेर भोलि हाम्रो फ्लाइट चाहिँ 1 PM राइट हिजोलाई भन्छु हिजो हाम्रो प्लान अर्कै थियो तर के भइदियो नि त त्यही भएर उहाँको रियाक्सन उहाँ चाहिँ हाम्रो साउजी हो है हाम्रो टुरको साउजी हो काठमाडौँ पुगेछ ढिलो है ल्यापटप म्याकबुकमा आउँछ यो हाल्नु यता मात्र हालिदियो दालमा मात्र हालिदियो त्यो भने दुइटामै हालिदियो के हुँदैन ए ए ए यो हो नि त चुक्क धेरै होइन थोरै भयो बास ए घिउमा चाहिँ सोध्दै बस्छु उसलाई मलाई हाल्दैन न सर चटो लाग्यो यस त्यसले तात किन हजुर